हेलो, हामी चाहिँ पुर्खाले गरेको खेती अर्ग्यानिक खेतीमा लागि परेका छौँ र उहिले हाम्रो बाबा बाजेहरूले चाहिँ यसरी गाउँको खेती गरेर 80-90 मन फलाउनुहुन्थ्यो। यसपालि हामीले पनि ट्राईको लागि यसरी रोपेका थियौँ। एक गारा साह्रै दामी फलेको छ र तर यो कोटेरा भन्ने एउटा चरा हुन्छ 50-60 वटाको हुद्दामा आएर चाहिँ फसल उठाइदिने डरले चाहिँ आजदेखि चाहिँ हामीले यसलाई काट्न सुरु गरेका छौँ र साह्रै आनन्द लागेको छ। अर्को पालि चाहिँ धेरै कान्ला 10-20 कान्ला नै रोप्ने सोच लिइसक्यौँ। साथी हो, गरेमा नहुने केही छैन र अर्ग्यानिकमा सबै लागि परौँ है। जसको बारी छ बाँझो नपल्टाएर चाहिँ रोप्यो भने चाहिँ हुने रहेछ। हामीले पनि 10 वर्ष जस्तो चाहिँ बाँझो राखेर यसपालि चाहिँ मजाले 20-20मा मटर अनि यसरी रोपेका थियौँ। गाउँ साह्रै रमाइलो राम्रो फलेको छ। हेर्नुहोस् यति दामी आँखाले नभ्याउने पल्लो छेउसम्म मजाले फलेको छ। र यो अर्ग्यानिकमा अब लागि परौँ।